हेलो नमस्ते सबैजनालाई। हामी नाम्जुङ जिल्लाको खोला सत्र गाउँपालिका वार्ड नम्बर 6 पस्गाउँबाट फेरि पनि तपाईँहरूलाई यो भिडियो तपाईँमा ल्याएको छु। यो लगभग रोपाइको बेला, रोपाइको समय हामी एकदमै व्यस्तता रहेको छ। हामी अहिले लगभग तपाईँको 3 आलु बोरीले हामी यहाँ असार रोपाइ रोप्ने क्रम जारी रहेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले माथि भैँसमा 2 हाल रहेको छ र तब हाम्रो सिन्दी गाउँको पनि रहेको छ। उहाँको पनि पुरुषसँगै रोपाइ सुरु भइरहेको छ र तपाईँले देख्न सक्नुहुन्छ सम्पूर्ण यो दृश्यलाई यसरी देवी कानी खानु भएको छ। उहाँले बजाउन हेर्दैन त के हो यो के हो? छ्याङ के कोदोको हो के को हो? प्योर कोदो हो। यो चाहिँ अब हाम्रो कर्मलाई दिने भनेर चाहिँ हाम्रो भाउजूले चाहिँ लक्क छ्याङ है प्योर कोदो है। यो चाहिँ छ्याङ्गी छ या चौ बिउ काल्दै भाउजू आगे छाएंगे देगा है फिर तय में तो क्यों फिर तय में तो रोपाइ सुरु भइरहेछ। यो त आयो त तेरिका खै मामा है हाम्रो भेना चाहिँ यहाँ पुरा आदि हाल्दैछ। चाहिँ थिङ्गी छ हाम्रो दाइ यहाँ अलि हाल्दैछु।